नवजात शिशुको कानको हेरचाह तेल किन हाल्नु हुँदैन? यस महत्त्वपूर्ण विषयमा जानकारी लिनुहोस्। नवजात शिशुको हेरचाह आनन्दमय तर कहिलेकाहीँ अन्योलपूर्ण अनुभव हुन सक्छ। धेरै परम्परागत अभ्यासहरू छन्, तर कानमा तेल राख्ने बारेमा स्पष्ट हुनु आवश्यक छ। साधारणतया नवजात शिशुको कानमा सिधै तेल वा कुनै पनि तरल पदार्थ हाल्नु उचित मानिँदैन, किनकि यसले जोखिमहरू निम्त्याउन सक्छ। धेरैजसो मानिसहरू कान सफा गर्न वा सुक्खापन हटाउन तेल प्रयोग गर्ने चलनमा विश्वास गर्छन्, तर यो चलन वैज्ञानिक रूपमा सही छैन। अब बुझौँ, नवजात शिशुको कानमा तेल किन हाल्नु हुँदैन र यो किन गलत हो छ। शिशुको कानको नली एकदमै कोमल हुन्छ। तेल जस्तो गैरनसबन्दी तरल पदार्थले जीवाणु वा फंगस भित्र्याउन सक्छ, जसले कानको संक्रमण वा फंगल संक्रमण ओटाइटिस एक्सटर्ना निम्त्याउन सक्छ। यदि शिशुको कानको जालीमा नदेखिएको प्वाल पर्फोरेसन छ भने तेल मध्य कानमा प्रवेश गर्न सक्छ। यसले गम्भीर जलन, सुजन र सम्भावित रूपमा सुन्ने समस्या हियरिङ प्रब्लम्स उत्पन्न गर्न सक्छ। कानले प्राकृतिक रूपमा मील इयरवैक्स उत्पादन गर्छ, जुन कानलाई धुलो र पानीबाट बचाउन आवश्यक छ। तेल हाल्दा यो प्राकृतिक प्रक्रिया बिग्रन्छ र मेललाई भित्र धकेल्न सक्छ। नवजात शिशुको छाला धेरै संवेदनशील हुन्छ। केही तेलहरूले कानको नलीभित्र एलर्जी प्रतिक्रिया वा डर्माटाइटिस, छालाको जलन निम्त्याउन सक्छ। अब हामी शिशुको कानको सही हेरचाह कसरी गर्ने, हामी इयर टेक केयर कसरी गर्न सक्छौँ भन्ने बारेमा जान्नेछौँ, जुन बाहिरी सरसफाइ र सुरक्षामा केन्द्रित छ। सही कानको हेरचाह सरल हुन्छ र बाहिरी भाग सफा गर्नमा मात्र ध्यान दिनुपर्छ। भित्री कानलाई सधैँ प्राकृतिक रूपमा सफा हुन दिनुहोस्। सबैभन्दा महत्त्वपूर्ण नियम, शिशुको कानको नलीभित्र कपासको स्वाब, औँला वा कुनै पनि औजार कहिल्यै नघुसाउनुहोस्। नुहाउने बेलामा एउटा नरम ओसिलो कपडा वा कपासको बल प्रयोग गरेर कानको बाहिरी भाग, पिन्ना र कानको पछाडि मात्र बिस्तारै सफा गर्नुहोस्। कानको मेल इयरवैक्स रक्षात्मक हुन्छ, तर यदि तपाईले कानको मेल बाहिर देख्नुभयो भने कसरी व्यवहार गर्ने? यदि तपाईले मेल कानको खुल्ने ठाउँमा मात्र देख्नुभयो भने यसलाई ओसिलो कपडाले बिस्तारै पुस्नुहोस्। भित्र पारेर सफा गर्ने प्रयास नगर्नुहोस्। यदि मेलले कुनै समस्या उत्पन्न गरेको जस्तो देखिन्छ भने, जस्तै कान पुरै बन्द भएको वा बच्चा असहज भएको खण्डमा तुरुन्त बाल रोग विशेषज्ञसँग सल्लाह लिनुहोस्। कानको सफाइ बाहेक पानी र अत्यधिक चिसोबाट पनि शिशुको कानलाई जोगाउन आवश्यक हुन्छ। नुहाउँदा वा कपाल धुँदा कानको नलीमा सिधै पानी नजाओस् भनेर ध्यान दिनुहोस्। पानी नजाओस् भनेर होशियार रहनुपर्छ। धेरै चिसो वा हावाहुरी भएको दिनमा कानलाई बचाउन नरम टोपी वा हेडब्यान्ड प्रयोग गर्नाले शिशुलाई सहज हुन्छ। अन्त्यमा नवजात शिशुको कानको हेरचाहको बारेमा के सम्झनुपर्छ भन्ने निष्कर्षमा पुगौँ। नवजात शिशुको कान एक संवेदनशील र आफै सफा हुने अङ्ग हो। कानमा तेल हाल्ने जस्ता परम्परागत विधिहरूबाट जोगिनुहोस्। कम हस्तक्षेप नै उत्तम हेरचाह हो। यदि तपाईलाई कानको संक्रमण, मेल जम्मा हुने वा सुन्ने क्षमताको बारेमा कुनै चिन्ता छ भने सधैँ आफ्नो बच्चाको बाल रोग विशेषज्ञसँग व्यावसायिक सल्लाह लिनुहोस्। धन्यवाद।